छोराको मृत्यु भएको छ, कसैले आफ्नो छोरा गुमाउनु परेको अवस्था छ। तर मेयर साहबज्यूले के भन्नुभयो कि सर्वदलीय छानबिन समिति अनुसार कतै लेखिएको छैन कि क्षतिपूर्ति दिनुपर्छ भनेर। तर त्यसमा यो पनि त लेखिएको छैन कि क्षतिपूर्ति दिनु पर्दैन भनेर। अनि क्षतिपूर्ति दिनु पर्दैन भन्दै गर्दा 51,000 के लागि क्षतिपूर्ति दियो? क्रियाकर्म खर्च बापत 51,000 किन दियो पीडित परिवारलाई? म सोध्न चाहन्छु मेयरज्यूसँग। र पीडित परिवारसँग 5,51,000 को सम्झौता भएको थियो र बाँकी उहाँको क्षतिपूर्ति यथाशीघ्र नगरपालिकासँग म अनुरोध गर्न चाहन्छु, स्थानीय सरकारसँग उपलब्ध गरायोस्। नभए यो भोलिको दिनमा ठूलो विवादको रूप लिन सकिन्छ भनेर म जानकारी गराउन चाहे। र यस वर्ष किसानलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरियोस् भन्ने म अनुरोध गर्न चाहन्छु मेयरजीसँग। र त्यसमा मल खादको कुरा होला, बोरिङको कुरो होला, कुलो नालाको कुरो होला, कृषि तालिमको कुरो होला, कृषि बजार वितरणका कुराहरू होला। यो सबै बुदाहरू सम्तेर किसानलाई, कृषि प्रधान देशमा छौँ हामी, किसानलाई पहिलो प्राथमिकतामा राखेर बजेट विनियोजन गरियोस्। र आजको यो सार्वजनिक सुनवाई कार्यक्रम भइराख्दा कहाँबाट केबाट चुकेको छ नगरपालिका मलाई थाहा भएन र धेरै कुरा पनि उठिसकेको छ कि यहाँ नागरिकको एकदम न्यून उपस्थिति रहेको छ। यो सार्वजनिक सुनवाई हो कि कर्मचारी सुनवाई हो, कृपया यो विषयमा पनि भनिदिनु हुन म मेयरज्यूसँग अनुरोध गर्न चाहे। र यो कार्यक्रम भइराख्दा यो अत्याधिक प्रचण्ड गर्मीमा यहाँ सार्वजनिक शौचालयको व्यवस्था गरिएको छैन। कतै तपाईहरूको मेला लाग्दा या कार्यक्रम योजना गर्दा पक्कै पनि त्यहाँ सार्वजनिक शौचालयको व्यवस्था गरिएको हुन्छ। र यही उपस्थिति मध्ये कसैलाई साह्रो गाह्रो पर्यो भने अरूको होटल र पसल धाइराख्नु पर्ने अवस्था हुन्छ। त्यतातिर पनि ध्यान जाओस् भन्ने म अनुरोध गर्न चाहे मेयरजीलाई। र भर्खरै हामी सबैलाई अवगत छ र पत्रकार महोदयजीले पनि भन्नुभयो र सोशल मिडियामा पनि छापछापी छ कि मासु भातमा 35 लाख, पेट्रोलमा करोडौं रुपियाँ खर्च गरिएको छ, विविध खर्च 36 लाख छ, त्यसमा 35 लाखको मासु भात नै खाइएको अवस्था नगरपालिकामा देखिएको छ। र त्यही ठाउँमा आपद विपद पर्दा, जोखिममा पर्दा, बाढी पीडित हुँदा, आग लागि हुँदा यहाँका जनताले नगरपालिकाबाट कति सहयोग गर्ने गरेको छ त 5,000। र नगरपालिकाको नगर परिषदले के आधार के बुदा टेकेर यहाँका पीडित परिवारलाई जहाँ घरमा आग लागि हुँदा 15-20 लाखको कम्तीमा क्षति हुन्छ, करोडौँको क्षति हुन्छ, बाढी पस्दा करोडौँको क्षति हुन्छ, त्यहाँ 5,000 सहयोग गर्ने गरिन्छ। र यो मेरो बुझाइ अनुसार जलेकोमा नमक छिडिक्नु सरह हो र यसलाई सच्यायोस् र क्याटेगोरी हिसाबले नगरपालिकाबाट अग्नि पीडित, बाढी पीडित लगायतका जनतालाई सेवा उपलब्ध गरायोस् भन्न म चाहन्छु। र न्यूनतम 51,000 को सहयोग होस्। र साथै आफ्नै नगरपालिकामा केही गरौँ भनेर युवाहरू विभिन्न बिजनेस व्यापार गर्ने गरेको छ। भर्खरै बितेको अविरल वर्षाका कारण यहाँ लाखौंको क्षति भएको छ। त्यहाँ किसानहरूलाई विभिन्न फर्ममा, तीमध्ये एकजना हाम्रै सङ्घमा हुनुहुन्छ सचिदानन्द यादवज्यू, र उहाँको फर्ममा 15 लाख भन्दा बढी क्षति भएको छ। र त्यस्ता किसिमका युवाहरू पीडामा परेका, किसानहरू पीडामा परेकाहरूलाई अविलम्ब नगर परिषदबाट निर्णय गराएर हुन्छ कि के कसरी हुन्छ, उहाँको क्षति भएको मूल्याङ्कन अनुसार म उहाँहरूलाई सहयोग गर्न पनि म नगर प्रमुखज्यूसँग अनुरोध गर्न चाहे। त्यस्तै गरी नगर अस्पतालको पनि कुरा आयो यहाँ। र नगर अस्पतालमा ठुलो विडम्बना छ, त्यो हामी सबैलाई अवगत होला। कहिले समयमा डाक्टर छैन त कहिले समयमा औषधि छैन। र के कसरी गर्दा
त्यहाँ समयमै औषधि खरिद हुन्छ र दुष्ट तरिकाले त्यहाँ औषधि वितरण गर्न सकिन्छ भने कुरामा पनि आवश्यक ध्यान पुर्याउन म नगर प्रमुखज्यूसँग अनुरोध गर्न चाहे। र त्यहाँ एउटा ठुलो समस्या रहेको छ, तपाईँले सामान्य 5 मिनटको लागि बत्ती जाँदा एक्सरे गर्ने सुविधा पनि हुँदैन। त्यहाँ 24 घण्टे विद्युतीय सेवा कसरी हुन्छ त्यो उपलब्ध गराउन म मेयरज्यूसँग अनुरोध गर्न चाहे। किनकि त्यहाँ मान्छेको अनेकौं पीडा हुन्छ, अनेकौं समस्या लिएर गएको हुन्छ, तर त्यहाँ बत्ती नहुँदा शास्ति खेप्नु परेको छ त्यहाँका जनतालाई, त्यहाँ पीडितहरूलाई, बिरामीलाई। त्यही भएर त्यहाँ 24 घण्टा विद्युतीय सेवामा उपलब्ध गराउन नगर प्रमुखज्यूसँग फेरि पनि म अनुरोध गर्न चाहे। त्यस्तै गरी गर्भवती महिलाहरूको लागि नगरबाट एम्बुलेन्स सेवा दिने भनेर घोषणा गरिएको छ, तर 1, 2 वटा 4 वटा मसँग पनि त्यसको व्यक्तिगत कम्प्लेन आएको छ। र यस्ता किसिमहरूमा नगर प्रमुखज्यूलाई म ध्यान आकर्षण गराउन चाहे कि कति वास्तवमा पीडित पक्षले गर्भवती महिलाहरूले